सम्पूर्ण मित्रहरूलाई हार्दिक नमस्कार छ। मित्रहरू, हिजो शपथ ग्रहणको दिन थियो र गइयो। शपथ ग्रहणमा गएको, त्यहाँनिर थुप्रै पत्रकारहरू चाहिँ मेरो विरुद्धमा परिचालित भइराखेका छन् भन्ने कुरा तपाईको त्यहाँबाट फर्केपछि बेलुकी पख मलाई पुरै महसुस भयो। पुरो हाँस उठ्छ सम्झिँदा, अचम्म लाग्छ। सानो कुराहरू पनि तपाईँको चाहिँ नि चियाएर हेरिराख्ने रहेछन् होइन। अब हिजो त्यहाँ समयमा पुगेँ म। पत्रकार साथीहरूलाई पनि मैले थुप्रै अब प्रश्नको उत्तरहरू दिनेदेखि लिएर अब सबै कुराहरू त्यहाँनिर अलिअलि होइन इन्टरभ्यू जस्तो पनि गरेर भित्र गयौँ। भित्र गएर पनि थुप्रै तपाईँको त्यहाँनिर अब लबी जस्तो रहेछ, बस्ने ठाउँ नभएको तर उभिएर आउनुपर्ने होइन। त्यसमा चाहिँ यसो तातो चिसो केहरू पनि व्यवस्था रहेछ, चियाहरू। त्यसो भन्दा फेरि अन्यथा अरू नहोस्, अन्त चियाहरू पनि खाइयो, 3-4 कप चिया खाइयो होला त्यहाँ बस्दा बस्दा होइन। पानी खाइयो होला, शौचालय पनि गइयो होला 2-3 चोटि, कतिचोटि 2 चोटि गइयो क्या हो। तिनीहरू पनि देख्यो होला पत्रकारले, त्यो पनि खोइ के अरे त्यसको चाहिँ समाचार कहिले आउँछ पनि त। अनि हलभित्र गएर त्यहाँ बसियो। अब तपाईँहरूले देखिहाल्नु भएको छ होइन, त्यहाँ सिट प्लानिङ गरेर छ। राप्रपाको साथीहरूसँग बस्नुपर्ने, अब ज्ञानेन्द्र साईजीसँग बस्नुपर्ने। अनि त्यो क्रममा अब पर्खिँदा होइन, अब मोबाइल हेरेको, स्टेटस लेख्यो भनेर एउटा समाचार आएको रहेछ। तर ती मान्छेहरूले फेरि हाम्रो बालनजी र रविजीको कारणले गर्दाखेरि त्यो मिटिङ ढिलो भएको होइन, हामीलाई त शपथ ग्रहण ढिलो भएको भन्ने कुरा चाहिँ फेरि लेख्नु भएन। मैले घडी हेरिरहेको थिएँ, 12 मिनट तपाईँको 46 सेकेन्ड ढिलो भइरहेको थियो होइन। त्यो कुरा पनि लेख्नु, त्यो चाहिँ लेखेन फेरि। अनि मैले चिया खाएको थिएँ त्यहाँ होइन, शौचालय गएको थिएँ, त्यो पनि लेख्नु। बस्दा बस्दा त्यहाँनिर निन्द्रा लागिरहेको थियो होइन। बस्दा बस्दा अल्छी लागेर के सबै मान्छे दिगदार भइरहेको जस्तो देखिएको थियो, त्यो पनि लेख्नु, त्यो पनि लेखेन। अचम्म लाग्दो। अनि अर्को कुरा के लेखेछ भन्दाखेरि मेरो के भन्छ अरे, मेरो कोटमा होइन, म त कहिल्यै पनि तपाईँको कोट टाई सुट लाएर हिँड्ने मान्छे होइन। तथापि अब शपथ ग्रहणको दिन होइन, अब त्यो एउटा उसलाई पनि होइन, त्यो फङ्सन त्यो समारोहलाई पनि त्यसको गरिमालाई इज्जत पनि गर्नु थियो मैले। त्यसले गर्दाखेरि मैले कोट लगाएर गएको। अब म कहिल्यै पनि वास्ता गर्दिनँ कोट के भन्ने होइन। अब यही लगाएर गएको यो होइन, यो लगाएर गएको। अब यो कोट मैले आइरन नगरेको भनौँ न, त्यो ड्राई क्लिनर्स भन्दो रहेछ। यस्तो कोट त त्यतिकै त गर्न नसकिने होइन। ड्राई क्लिनर्समा नदिएको 1 वर्ष धेरै नै भयो यो। अब यहाँ मलाई यो लगाइदिएको चाहिँ होइन, अब यो पनि लगाइदिएको थिएँ। यो चाहिँ यो के अरे यो सेफ्टी पिन, त्यो पिन्सियो भन्छ नि, त्यो झरेर यो चाहिँ झरेछ। हिजो मैले यो पनि लगाएर गएको रहेछु। यो चाहिँ तपाईँको झरेर भुइँमा झरेको थियो, गोजीमा लिएँ। अनि यो कोट चाहिँ मैले तपाईँको चाहिँ नि के अरे 1.5 वर्ष प्लस भयो होला। अब यो के भन्छ अरे लाइक ड्राई क्लिनर्समा नदिएको। यो लाउँदिनँ पनि, कहिले यस्तो अक्कल झुक्कल लाउँछु होइन, काचाकुचुक्क परेको हुन्छ, दौरा सुरुवाल त्यस्तै अवस्थामा थियो। त्यतिकै तपाईँको चाहिँ नि गरेर यो चाहिँ म पहिला युके भ्रमणमा जाँदाखेरि यहाँ मलाई लगाइदिनु भएको छ यो होइन। त्यतिखेर त्यहाँ युकेमा के अरे रहनुहुने अब दाजुभाइहरूले। अनि यहाँ अर्को यो पनि लगाइदिएको थियो, त्यो पनि कुरा गर्नुभयो भने त बुझेनन् होला है। यो पप्पी डे कि खोइ के जति भन्दो रहेछ त्यहाँ होइन। त्यो पहिला तपाईँको छैन के अरे त्यो उसमा होइन, लडाइँमा त्यहाँनिर चाहिँ थुप्रै गोर्खा सैनिकहरू लडेर मरे, त्यहाँनिर वीरगति प्राप्त गरेपछि त्यो ठाउँमा चाहिँ पछि फर्केर जाँदाखेरि चाहिँ यस्तो फुलहरू, पपी भन्ने होइन, सानो फुलहरू फुलिरहेको छ।
यो मलाई तपाईँको चाहिँ के अरे त्यहाँनिर लगाइदिनु भएको हो, यो मलाई त्यहीँ लगाइदिनु भएको हो होइन, एउटा अनर जस्तो लागेर उहाँहरूले चाहिँ एउटा लगाइदिनु भएको थियो र त्यतिखेर लगाइदिनु भएको यो होइन। अब यो यस्तो तरिकाले यसको अब यो सहित लगाइदिनु भएको छ। यो चाहिँ मैले 1.5 वर्ष पहिलादेखि नधोएको कोट र यो जे थियो त्यही लगाएर म गएँ। अनि त्यसरी जाँदाखेरि चाहिँ मान्छेहरूले चाहिँ के हो यो यस्तो विदेशी यो त्यो, म त्यो बेलायत गएको थिएँ नि त पोहोर परार होइन, त्यहाँ तपाईँको गोर्खा सैनिक हाम्रो दाजुभाइहरूले निम्तो गरेर त्यहाँ गएको थिएँ। त्यतिखेर मैले यो लगाइदिनु भएको कारणले चाहिँ नि अब यो जस्तो थियो त्यो पप्पीको यो पनि त त्यतिखेर लगाइदिएको, यो पनि मैले फुकालेको छैन। अब यो मलाई के झुन्डाइदिनुहुन्छ भने त्यो मलाई त्यतिको पनि हुँदैन होइन, म फुकाल्दिनँ पनि। अनि त्यो हिसाबले गएको। अनि साथीहरूले चाहिँ हो त्यो भनिरहेको छ, त्यसमा कुनै अर्थ छैन, यो के अर्थ हो क्या के। म त्यो समानुपातिकमा कसैलाई नलाने अनि चित्त राख्नको लागि एउटा यसो चाहिँ नि होइन सिलाम सागमा भिरेर जाने समानुपातिकमा चाहिँ त्यो समुदायको कसैलाई पनि नपार्ने होइन। 60 जना आसपासको समानुपातिक सिट ल्याउँदासम्म पनि त्यो समुदायलाई एउटा छेस्का पनि नदिने, दूरदराजलाई कसैलाई नदिने भन्ने त्यो खालको। अनि त्यसलाई चित्त राख्नका लागि त्यो लगाएर जाने भन्ने खालको बनावटी मान्छे होइन। मलाई जसले जे झुन्डाइदिएको हुन्छ होइन, म त अचम्म लाग्छ यो के अरे जीवन नै मैले समर्पण गरेर निस्केको छु सेवा होइन, सार्वजनिक सेवा, जनताको सेवाको लागि। त्यसले गर्दाखेरि कसले मलाई के लगाइदिन्छन् भन्ने पनि त्यति थाहा पनि हुँदैन, वास्ता नि गर्दिनँ होइन। खदा र माला थुप्रो लिएर आउनुहुन्छ, नगर्नुहोस् है भन्छु। र त्यो क्रममा अब कसले मलाई के लगाइदिए होइन, सम्मान गरेर लगाइदिएका कुराहरू होलान्, कता के माया गरेर लगाइदिएका कुराहरू होलान् होइन। ती कुराहरूलाई मैले मेरो शरीरमा कसले के लगाइदियो भन्ने थाहा हुन्न। र कहिले यो कोट पनि यस्तो भएर होइन, यस्तो भएर लगाइराखेको हुँदो रहेछ। साथीहरूले त्यो अन द स्पट क्यामेराको छेउमा पनि यस्तो कलर मिलाइदिनुहुन्छ, त्यो पनि म त्यति वास्ता गर्दिनँ। र त्यो हो चिज होइन। त्यसरी टिपटप भएर हिँड्ने, टाकरसँगले हिँड्ने, सबै कुरो सबै गरेर टाक्क हिँड्ने कुराहरू त्यो होइन। र यो चाहिँ साथीहरूले देखेछन् यो चाहिँ होइन। त्यसको माथितिरको यो पप्पी किन नदेखेको होला, यो यसको बारेमा सोध्नु पर्थ्यो होला होइन। यो त हिजो लगाइदिए हो, त्यहाँ फेरि एकजना साथीले त्यहाँ कर्मचारी साथीले चाहिँ म सहयोग गर्छु नि त भनेर लगाइदिए हो यो। अनि मेरो दौरा सुरुवाल आइरन गरेको थिएन, त्यो पनि हेरेन कि के हो होइन। त्यो मैले केस पनि काटेको थिइनँ क्या, चिटिक्क परेर गएको थिइनँ, त्यो पनि नहेरे कि त्यसको न्युज पनि बनाउनु पर्थ्यो। अनि शौचालय गएको कुराहरूको पनि न्युज किन नबनाएको होला, त्यो पनि बनाउनु पर्थ्यो। पानी पनि खाएँ मैले त्यहाँ, त्यसको पनि न्युज बनाउनु पर्थ्यो। कतिचोटि सास फेरेँ, त्यो पनि न्युज गर्नु पर्थ्यो होइन। म त एकदम धेरै काम गरिरहने मान्छे, काम गर्न नपाएर त्यहाँ बोर भइरहेको थिएँ म, त्यो पनि बनाउनु पर्थ्यो। यस्ता कुराहरूमा कस्तो खालको मान्छेहरू रहेछ हाम्रो पत्रकार साथीहरू। त्यसमा नबोल्नु होला, मैले यति भन्न चाहेँ। काम के हो भन्ने कुरामा चाहिँ तपाईँको चाहिँ के अरे हामी फोकस हुनुपर्छ। त्यो सदनमा के लाएर गयो, कस्तो लाएर गयो होइन। अब थोत्रे लाएर गयो या नयाँ लाएर गयो, निलो कलरको लाएर गयो कि रातो कलरको लाएर गयो कि सेतो गयो कि सेतो लाएर गयो कि कालो कलरको, यस्तो खालको कुराहरूमा भुल्ने होइन। भोलि हामीले कस्ता कुराहरू उठाउँछौँ त्यहाँ राष्ट्रियताको सवालमा होइन, स्वाधीनताको सवालमा, विकासको सवालमा, सुशासनको सवालमा, त्यो पो हेर्ने हो त। को आएर कसलाई कसले नमस्ते गर्यो कि गरेन अरे, के मतलब नमस्ते गर्ने नगर्ने भन्ने कुरा। नमस्ते भन्ने कुरा जबरजस्ती पाइन्छ र पाइँदैन नि होइन। नमस्ते गर्यो कि गरेन पो अरे, त्यस्तो होइन नि है, त्यस्तो होइन। नमस्ते गर्यो कि गरेन, कता के भयो कि भएन भन्ने कुराहरू पनि आइरहेको थियो त्यहाँ। उनीहरूले चाहिँ नमस्ते गरे त मलाई गरेन होला, त्यो चिज हो होइन। वी आर इक्वल। कसैले भक्तिभाव गर्ने राजा महाराजा दाम चढाउनु पर्ने हो र, त्यस्तो लाटालाटी बन्नु हुँदैन। सबैजनालाई म भन्न चाहन्छु
त्यस पछाडि तपाईँको चाहिँ नि के अरे होइन, म शपथ ग्रहण पछाडि गएर टोखामा चाहिँ सुकुम्बासी बस्तीलाई होइन बिजोग बनाएर सडकमा ल्याइराखेको छ, त्यतातिर म निरीक्षण गरेँ। त्यसको खोइ त न्युज बनाएको त्यो, यो मेरो के अरे कोटमा कसले के गर्यो, कोटमा आइरन लगाएको थियो कि थिएन, यो कोट राम्रोसँग हेऱ्यो भने डेढ वर्षदेखि धोएको छैन यो कोट क्या मैले। त्योहरू पनि हेर्नु नि त, मैला लगाएर आएको रहेछ पनि भन्नु, फटा हुनु हुँदैन। म सबैजनाले त्यो भन्न चाहन्छु है, पत्रकार फटा हुनु हुँदैन, बिकाउ पनि हुनु हुँदैन। त्यसो गरे बापत त्यस्तो खालको होइन उटपट्याङ कुरा गरेर कसैलाई के गरे बापत तपाईँहरूलाई पैसा मिल्छ भने भन्नुहोस्, हामीलाई यस्तो पैसा मिल्छ अनि हामीले गरेको भनेर स्वघोषणाका साथ आउनु न। त्यसो त त्यसो नगर्नु होला है। धन्यवाद छ। मैले यति भने अब बिस्तारै रचनात्मक कामहरूतिर लाग्नुहोस् है सबैजना। थ्याङ्क यू।